साथीहरु आज चाहिँ यो चर्को घाममा मेरो काम चाहिँ यस्तो छ हेर्नुस् है। यहाँनिर यो तीनटा यो मेसिन राखिरहेको छु है। यो चाहिँ के भन्दाखेरि यो चाहिँ ब्रश कटर भन्छ हैन, ब्रश कटर अथवा ग्रास कटर भन्ने पनि हुन्छ, एउटै बात हो। र योलाई चाहिँ रिपेयरिङ गर्नुपर्ने चाहिँ मेरो काम छ आज। र यसको प्रब्लम चाहिँ के छ भन्दाखेरि स्टार्ट नहुने प्रब्लम छ है। त्यसको खास कुरो चाहिँ म पछिबाट बताउँछु। र बेसिक चाहिँ के भन्दाखेरि यसको प्रब्लम भनेको स्टार्ट गर्ने प्रब्लम चाहिँ यसमा धेरै हुन्छ। त्यो चाहिँ किन भन्दाखेरि हामी जब चलाउँछौँ हैन, यो मेसिन स्टार्ट गरेर हामी घाँसहरू काट्छौँ, अन्त यो काटिसकेर चाहिँ यसको पनि खासमा चाहिँ यो टाइम छ, बेसी युज गर्नु हुँदैन। आधा घन्टा 1 घन्टा युज गरेर रेस्ट दिँदै फेरि चलाउँदै गर्नुपर्छ यसको। र यो मेसिन अहिलेको यो बर्खाको टाइममा चाहिँ घरतिर हैन, बारीतिर, आँगनतिर यताउता झारहरू फाड्नको लागि चाहिँ एकदमै सजिलो हुन्छ। एकैछिनमा यसमा तेल हालेर चाहिँ एकैछिनमा यसले चिल्लो बनाएर है सफा गर्न सकिन्छ। र यसको बेसिक प्रब्लम भनेको चाहिँ मैले अघि बताएँ हैन, यसको चाहिँ स्टार्ट प्रब्लम हुन्छ। त्यो चाहिँ किन हुन्छ भन्दाखेरि दिनभरि चलाएर हामी चाहिँ कस्तो गर्छौँ भने एउटा कुनै मेसिन छ भने मेसिन चाहिँ थाक्दैन भन्ने हिसाबले हामी चलाएको गर्छौँ। र खासमा चाहिँ यसलाई आधा घन्टा 1 घन्टा चलाएपछि चाहिँ रेस्ट दिनुपर्छ, एकदमै ओभरहिट हुन्छ। र खासमा यो चाहिँ किन भन्दाखेरि यो चाहिँ 2 स्ट्रोक इन्जिन हो, 50 cc को यो ब्रस कटर चाहिँ हैन। र यसमा चाहिँ पेट्रोल सँगसँगै टुटी पनि हाल्नुपर्छ, इन्जिन ओइल टुटी हाल्नुपर्छ। र त्यो हालिसकेपछि चाहिँ तपाईको यसलाई स्टार्ट गर्नुपर्छ। यो चाहिँ तपाईँ चोक देखिराख्नु भएको छ हैन, यो चोकलाई चाहिँ उँभो तानेर चाहिँ यो रिकोइल स्टार्टर हो यो चाहिँ खासमा हैन, दोरीले यसरी तानेर चाहिँ स्टार्ट गर्नुपर्ने। र त्यसो गरेपछि चाहिँ स्टार्ट हुन्छ। अनि त्यसको चाहिँ यहाँनिर हेर्नुहोस्, यो चाहिँ अन पोजिसनमा यता अन यता अफ यस्तो गरेर चाहिँ रिकोइल स्टार्टबाट तानेपछि चाहिँ स्टार्ट हुन्छ। तब चाहिँ उठाएर चाहिँ यसले चाहिँ एक्सिलरेटरको काम गर्छ हैन, झैँ गर्ने। जति जोडले प्रेस गरे त्यति स्पिड घुम्छ। र ठिकैको यसलाई चाहिँ कन्ट्रोल चाहिँ कस्तो भन्दाखेरि कमुलो टाइपको घाँसहरू छ भने चाहिँ त्यसलाई कम्ती गर्दै भइहाल्छ हैन। अलिक कडा आयो अलिकति बेसी यसरी तान्ने हैन, हो त्यो गर्नुपर्छ। अब कमुलो घाँसमा पनि यसरी जोडले तानेर तपाईँहरू चलाउनु भयो भने चाहिँ यसले तेल एकदमै बेसी खान्छ र तपाईँले सठिक समयमा धेरै काम गर्नु सक्दैन। र यसको चाहिँ यहाँ हेर्नुहोस्, यो टाइपको फाइबरको थ्रेड पनि पाउँछ। यो फाइबरको थ्रेडले चाहिँ कमुलो झारहरू काट्छ। अन्त यहाँनिर मेटलको यो जुन यो ब्लेडहरू हुन्छ हैन, सर्कुलर टाइपको पनि हुन्छ, यो पनि हुन्छ। यसले चाहिँ अलिक कडा टाइपको काट्छ। र यो चलाउँदा अलिकति होसियार पनि गर्नुपर्छ, किनभने यो धेरै स्पिडमा कुदिरहेको हुन्छ, चोटपटक लाग्नु सक्छ, ढुङ्गाहरू के उछिटेर आउनु सक्छ है। ग्लासहरू लगाएर चलायो भने धेरै राम्रो। यहाँनिर मैले यो प्रब्लमलाई चाहिँ सल्भ गर्नु लागि मैले खोल्दाखेरि चाहिँ हेर्नुहोस्, यहाँनिर मैले सबैको प्रब्लम चाहिँ एउटै प्रब्लम देखेँ। यहाँनिर चाहिँ यो रिकोइल स्टार्टर जुन छ सबै खराब भएको देखेँ मैले। यो 3टा मेसिनमा नै रिकोइल स्टार्टर खराब भएको मैले देखेँ। यहाँनिर मैले निकालिरहेको छु। यतापट्टि म अघि के भन्दै थिएँ, प्रब्लम चाहिँ के हुन्छ भन्दाखेरि यो स्टार्टिङ प्रब्लम हुन्छ। 2-4 पल्ट चलाए पछिबाट ट्याक्कै स्टार्ट नहुने किसिमको यसमा प्रब्लम हुन्छ। त्यो चाहिँ किन हुन्छ, त्यो चाहिँ हामीले अलिकति टेक्निकल नलेज नराखेर हो, नजानेर हो। र कुनै पनि यस्तो मेसिनहरू इक्विपमेन्टहरू चलाउँदा चाहिँ त्यसको एउटा बेसिक नलेज चाहिँ सबैभन्दा पहिला हामीले जान्नुपर्छ। नभए चाहिँ लाटाले जस्तो चलायो भने चाहिँ मेसिनहरू खराब हुनसक्छ। यो चाहिँ मैले अघि जसरी भने है, यहाँनिर तेल हालेपछि यहाँनिर हेर्नुहोस् झन्डै 2 लिटर जस्तो जान्छ होला। यो भित्र चाहिँ पेट्रोलसँगै टुटी इन्जिन ओइल हाल्नुपर्छ हैन। इन्जिन ओइल हालेपछि चाहिँ हामीले यसलाई यो चोकलाई उँभो तान्नुपर्छ र उमाथिको जुन रेड कलरको स्विच छ त्यसलाई अन पोजिसनमा राखेर चाहिँ यो कोइल स्टार्टर तानेपछि चाहिँ स्टार्ट हुन्छ हो। स्टार्ट
भएपछि चाहिँ हामीले काम गर्नु सक्छ। तर पछिबाट चाहिँ किन चाहिँ यसको प्रब्लम आउँछ भन्दा यो एउटा 2 स्ट्रोक इन्जिन भएकोले गर्दा जुन कम्बसन प्रोसेस हुन्छ यसमा है, यो तेल जल्ने प्रोसेस हुन्छ त्यो चाहिँ राम्रोसँगले जल्दैन 2 स्ट्रोकमा। त्यही कारणले गर्दा यहाँ जुन प्लग भन्छ यसलाई है, प्लग देखिरहनु भएको छ, यो प्लगभित्र चाहिँ एकदमै बेसी कार्बन जमिहाल्छ यो 2 स्ट्रोक इन्जिन जुनैमा पनि। त्यसरी चाहिँ हामीले यसलाई टाइममा चाहिँ नभएको पनि 3-4 पल्ट युज गरे पश्चात चाहिँ यो प्लग खोलेर यो भित्रको जुन कार्बन जमेको हुन्छ कार्बनलाई चाहिँ मजाले सफा गर्नुपर्छ एउटा कुरा। अर्को कुरा चाहिँ के हुन्छ भने 2-4 पल्ट जब हामी स्टार्ट गर्छौँ तब प्रब्लम भयो भने चाहिँ यसको मुनिपट्टि चाहिँ यहाँनिर यो तपाईँ यो कार्बोरेटर हो, कार्बोरेटरको मुनिपट्टि चाहिँ एउटा सानो यो रबरको भ्याल्भ दिएको हुन्छ। अन्त स्टार्ट गर्नुभन्दा पहिला चाहिँ तपाईँले यहाँ मुनिपट्टिको तपाईँलाई राम्रोसँगले म देखाउँ, यहाँनिर यो बल्ब जस्तो जो एउटा भ्याल्भ राखिदिएको हुन्छ, यसलाई चाहिँ यसरी प्रेस गरेर चाहिँ यस्तो प्रेस गरेर चाहिँ 2-4 पल्ट त्यस्तो प्रेस गरेर मात्रै चोक तानेर रिकोइल स्टार्ट तान्नुपर्छ। त्यो चाहिँ किन भन्दा कार्बोरेटरमा जब धेरै पेट्रोल जम्मा हुन्छ तब स्टार्ट हुने प्रब्लम त्यहाँनिर क्रिएट हुन्छ। तेल बेसी भएपछि चाहिँ स्टार्ट हुँदैन। जब हामीले यो भ्याल्भलाई प्रेस गर्छौँ तब चाहिँ यो 2टा पाइपबाट चाहिँ एउटाबाट चाहिँ यो रिसाइक्लिङ टाइपको हुन्छ, यहाँनिर गएर ट्याङ्कमा नै फेरि जान्छ त्यो तेल, बाहिर जाँदैन तपाईँको, र पछिबाट अर्को पाइप हुँदै चाहिँ फेरि कार्बोरेटरमा आएर कम्बसन प्रोसेसमा यसले पनि काम गर्छ। यो सबै हामीले ध्यान दिएर गऱ्यो भने चाहिँ यसले प्रब्लम गर्दैन, मजाले चलाउन सकिन्छ। र प्लगलाई चाहिँ तपाईँहरूले टाइममा सफा गऱ्यो भने र इन्जिन ओइल सँगसँगै पेट्रोल पनि राम्रोसँग लगायो भने चाहिँ तपाईँलाई कुनै प्रब्लम हुँदैन। र आज मैले यहाँनिर यो 3टा खोलेर चाहिँ मैले के प्रब्लम पाइरहेको छु भने यो रिकोइल स्टार्टर जुन छ यसमा चाहिँ प्रब्लम भइरहेछ। अब यसको सुरु नै रिकोइल स्टार्टबाट सुरु हुन्छ। जब यो स्टार्ट गर्छौँ तब मात्र हामीले थाहा पाउँछौँ इन्जिन ठिक छ छैन, चलेको छ छैन। जबरजस्ती चलायौँ भने र इन्जिन ओइलहरू फेरेनौँ भने, टुटी नहाली चलायो भने र एकदमै बेसी चलायो भने चाहिँ यसले तपाईँको यो ब्रस कटरको इन्जिन पनि जान सक्छ। यहाँनिर प्रब्लम चाहिँ के छ, यहाँ हेर्नुहोस्, यसमा चाहिँ यो थ्रेड जुन छ यो थ्रेड चाहिँ स्लिप भएको छ एकदमै, तपाईँलाई नजिकबाट यहाँ देखिरहनु भएको छ है, एउटा यो यहाँ गइरहेको छ होइन, यो गइरहेको छ, यो सबैको गइरहेको छ यतापट्टि, र यो नतान्ने साइडपट्टि चाहिँ सबैको ठिकै छ। हेर्नुहोस् यो एउटा भयो होइन। अर्को तपाईँहरूलाई देखाउँछु, यसमा पनि सेम प्रब्लम, फोकस मिलेन है। यहाँनिर हेर्नुहोस्, यहाँनिर पनि यो गयो, यतापट्टि हेर्दा यहाँ पनि गइरहेछ है। यसले गर्दा चाहिँ यहाँनिर जुन रिकोइल स्टार्टरको मेकानिजम छ यसलाई चाहिँ घुमाउनु सकिरहेको छ, स्लिप भइहाल्छ, त्यसरी चाहिँ स्टार्ट गर्नु प्रब्लम भइरहेको छ। र अर्को थर्ड रिकोइल स्टार्टर चाहिँ यहाँ छ, हेर्नुहोस् यो चाहिँ राम्रै छ तर यसको चाहिँ यो थ्रेडै यसरी लक भइरहेछ, यहाँनिर यो चलेकै छैन हो। अर्को चाहिँ कस्तो हुन्छ भने हेर्नुहोस् है, यहाँनिर चाहिँ यो चलाउन सकिन्छ, यो डोरी तान्दाखेरि चाहिँ यहाँनिर यसरी स्प्रिङ लगाएको कारणले गर्दा फेरि पहिलाकै स्टेटमा आइहाल्छ यसरी। तब यसरी जोडले तान्दाखेरि चाहिँ रिकोइल स्टार्टरको मेकानिजमलाई घुमाएर चाहिँ तब स्टार्ट हुन्छ। अब यो राम्रै भएर होइन, यो चाहिँ यता लगाउँ भनेर सोचेको होइन, यहाँनिर पनि यो जुन स्क्रुको यो थ्रेडहरू छ यो सबै स्लिप भएकोले यो पनि खोल्नु नसक्ने अवस्थामा छ। अब यहाँनिर चाहिँ यो थ्रेड सबै बिग्रेकोले यसले चाहिँ रिकोइल स्टार्ट गर्नै नसक्ने अवस्था भयो। र यसको उपाय चाहिँ प्रायः देखिएन, र एउटै उपाय छ, यो चाहिँ नयाँ यो रिकोइल स्टार्टर किन्यो भने चाहिँ लगायो भने चाहिँ फेरि हुन्छ। यो चाहिँ नेप्चुन कम्पनीको 50cc को चाहिँ ब्रस कटर हो। र यहाँनिर 3टा खोलेको छु मैले होइन, यो 3टामा चाहिँ अब यहाँ म कोसिसै गर्नेछु होइन। यो प्रायः हुँदैन किनभने मैले ग्रिप अघि हेरेको ग्रिपले राम्रोसँग लिनै सकेको छैन, जसको कारणले चाहिँ यो घुम्नुभन्दा पहिले स्लिप भइहाल्छ। र पनि है एकपल्ट कोसिस गरौँ, कुनै स्टार्ट भयो भने म तपाईँहरूलाई फेरि देखाउँछु।
लु यो मेसिनले चाहिँ दिन गयो है, यसको उपाय हुन सकेन। एक दुईपल्ट स्टार्ट गरेको थियो है, र फेरि बन्द भइगयो। र मेन प्रब्लम भनेको नि अघि देखाइहालेको थियो है, त्यो रिकोइलको जुन सिस्टम छ है, त्यो अलिकति खराब भएको छ। र रिकोइलको त्यो जुन पार्ट छ हो त्यो फेरि मात्रै हुन्छ। र अब आजलाई चाहिँ यति नै। र कुनै पनि इन्जिन 2 स्ट्रोक 4 स्ट्रोक जुनै पनि है, त्यसमा चाहिँ इग्निसन, कम्बसन र एक्जसन, यो मेन 3टा कुरा हुन्छ है। 3टा कुरालाई चाहिँ याद गरेर हामीले काम गर्नुपर्छ। र इग्निसन भनेको चाहिँ यो जुन चोक छ है, यहाँबाट चाहिँ इग्नाइट हुनु पर्यो है, चिङ्गारी निस्किनु पर्यो। र त्यसले चाहिँ जुन कम्बसन प्रोसेस छ, यो जुन तेललाई जलाउने काम, र त्यहाँबाट एनर्जी निकाल्ने काम गर्नु पर्यो। र त्यस पश्चात चाहिँ एक्जसन, जुन एक्जस्ट यो पाइपहरू हुन्छ है, बाइक गाडी जेको पनि त्यस्तै यहाँबाट चाहिँ एक्जस्ट भएर चाहिँ यसको धुवाहरू बाहिर निस्किन्छ। र यो 3 कुरा हो जुन चाहिँ 2 स्ट्रोक 4 स्ट्रोक सानो तिनो सबै इन्जिनमा चाहिँ एउटा के भन्नु बेसिक प्रिन्सिपल हो। यो कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ। र आजको मेरो काम प्राय नाकाम नै भयो। धेरै प्रयास गर्दा पनि जुन रिकोइलको कन्डिसन छ यो तान्ने, यो चाहिँ स्लिप भएको कारणले चाहिँ हुन सकेन। अन्य यो सिम्पल एउटा प्रयासहरू गरियो र भएन। र यसको चाहिँ यो डल्लै यस फेरेपछि मात्रै यो स्टार्ट हुने सम्भव छ। नत्र भने अहिलेलाई चाहिँ हामीले अघि 2-3 पल्ट स्टार्ट त गऱ्यौँ, तर त्यो लङ लास्टिङ भएन। र फेरि स्टार्ट गर्न चाहिँ फेरि नै प्रब्लम भयो। र तपाईँहरू जतिको पनि यो मेसिन छ या चलाउनुहुन्छ, तपाईँहरूले चाहिँ मैले अघि भिडियोको सुरुतिर जुन कुराहरू प्रिकजनहरू जुन बताएँ, मेन्टेनेन्सको कुराहरू बताएँ है, त्यो कुराहरूलाई चाहिँ याद गरेर चलाउनुहोस्।